हेलो एन्ड दर्शक नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो अर्को भ्लगमा। आजको भ्लग चाहिँ अलि लामो हुनेवाला छ है, हेर्दिनु होला पुरैसम्म है। अगाडिको छोटो छोटो क्लिप नै हेर्सक्नु भयो होला हैन। अब आफै बुझ्नु कति रमाइलो हुँदैछ आज भनेर है। ट्रेकिङ हामी चाहिँ अब ट्रेकिङ जाँदैछौँ है। अहिले भर्खर कति बज्यो भनौँ, अब अहिले 5 बज्यो हैन। अब 5:30 मा केटाहरूलाई भेटेर अनि त्यसपछि अब हामी चाहिँ अब हिँड्छौँ हैन। अब अरू इन्फर्मेसन सबै त्यहाँ गरिदिउँला है त। ओके हियर वी गो। चाहिँ हामी यहाँ साथीहरुसँग भेट्यौँ हैन। अनि त्यसपछि अब केटाहरुसँग चाहिँ भेट्यौँ। अब यहाँ केटाहरूले चाहिँ प्याक हान्दाको छ पुरै। सुरु भयो अलि चिचाउनु मिल्दैन हैन। ऊ त्यहाँ सुरु हुँदैछ। हामी लिडिङ, वी आर द लिडिङ टिम। अगाडि आउँछु आज रमाइलो गर्नुपर्छ। के भन्ला एकचोटि? ए सरी पल्लो हो हैन। अनि झन्डै लडे बाटो यस्तो हिलो छ है। झन्डै यहाँ गाह्रो भयो। गाह्रो कुन खै देखा त? ए ल त्यो चम्पा देवी भने त्यसलाई त्यहाँ पल्लो। ल जाउँ हो नि। एउटै पिसमा जानुको लागि स्लो स्टार्ट हान्नुपर्छ केटा हो। म त अहिले गलिसकेँ। हिँड्नु छ हामीलाई धेरै टाढा। बाटो चाहिँ अलिक हिलो हुन सक्छ यतातिर। बाटो त अलिकति छ परेर हो। यस्तो मौसममा हामी फेरि चम्पादेवी अझै कट्नु छ होइन। पानी पनि पर्न सक्छ, जे नै हुनसक्छ। दिस इज द भाइब होइन। हेरौँ के हुन्छ। ल मामा हेलो 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 हेर्दैन त्यहाँ घट्नु पऱ्यो हेर्नु ल जोसमा छ। पहिला किन्दै हिँड्दा अब त भएर सगाएर हाम्रो अगाडि अलिक बनाउन kick.
बाला पराएको छिटो त्यो कारणले मन्दिर आएको भने नामै थाहा भएन है ठिक छ हामी नकुदिकन हिँडेको छौँ होइन लगभग हामी कति भयो हिँडेको 1.5 घन्टा जति भयो हामी लगभग हिँडेको ठिक छ सुरु हुँदैछ अड्डा ब्लग बादल परेको देशबाट जङ्गल सुरु भयो सिनहरू सब दामी छ तल्लो गल्यो यो हामी विदाउट रेस्ट हिँडे छ अब फाइनली हामी रेस्ट लिन लाग्छौँ कति घन्टापछि रेस्ट लिन लाग्यो हामी 1 घन्टा नि नाच्छ नानी आएर फागेर हैरान भयो बल्ल बस्न आउँछु हुँदैछ यो चाहिँ ब्रेक एकछिनको लागि भागिरहेको अवस्था पसिना हाल्दा पसिना यो चाहिँ रेस्टको भिडियो त्यहाँबाट भर्खर यहाँ हामीहरू त्यही छ हामी एउटा गाडा कटेको छैन अरू कहिले रात नदी नदी भनेको होइन हो नि हामीले काम गर्नुपर्छ गाह्रो छ एकदम गाइस म चाहिँ गाडी चढेर आउँछु ल यसलाई चाहिँ अलिक गाह्रो भयो अरू भन्दा यस्तो भयो कि हिँड्नु होइन हिँड्नु भन्दाखेरि पनि जुगाको डर भयो कि केही लोकल गाडीहरू लाग्दैन रे नि त आफ्नो प्राइभेट गाडी त घर घर आउँछ नि साइकल अलिअलि गफ चल्दैछ यहाँ माथि त्यही फर्किँदा त छाता छ सबको छाता उघाएर एकैचोटि पारी ल्यान्डिङ गरौँ है यहाँको आन्टीलाई धेरै धेरै धन्यवाद है आन्टीले गर्दा आज पानी सानी पनि मिल्यो है ए लास्ट साथी आएको छ है हाम्रो भाइ अनि यहाँ छ त यहाँ अर्को ल तपाईँको त्यहाँ मेरो यहाँ हेर्नु नि दुई ठाउँमा हान्दैछ यतापट्टि यता पनि यी लो माधव चोत अब कति घन्टा अरे धेरै बाँकी छ धेरै जुगाले चाहिँ ओभर टेन्सन दिने रहेछ कि ट्याटो हेर्ने हो गाइज देखाइदिउँ ल ट्याटो भर्खर हानेको ठाउँबाट फ्री है फ्री अफ कस्ट गाइस एकछिनतिर भेटौँ नि त ओके छ त निको नि हामी चाहिँ जङ्गलमा केही भनिदिनु पऱ्यो उजी सर त्यो कुन चाहिँ सारे हो ए उकालो छैन सिधै एकछिन पुग्छ भनेको त्यसको मात्रै भएर गएर म त्यसो ढाड भएको छु यहाँ साले भर्याङ चलाएर उयो भर्याङ कति थियो 500 भन्दा बेसी थियो होला हौ यही हो ट्रेकिङ भनेको तर आज त मर्न आँटेको आइज यो हाइकिङ ट्रेकिङ आएको बेला चाहिँ चोप पनि चिप्लिनु चाहिँ यति चाहिँ फिक्स हो होइन के सोध्नु पर्यो ल हाम्रो साथी झन्डै घाइते हुनु भएको त देखाउनु पर्यो आरी भाइ पक्न सोध्नु पर्यो साथीलाई ए लठी तिमी लठीहरू गर लठी हामी के साटासाट भइरहेछ अलिकति अलिक गाह्रो भयो यता
कस्तो भयो आर फाइन अहिले अब यही लोगो फोटो भेटेपछि यसको बारेमा प्रश्न त्यो चाहिँ अलि नराम्रो लागेको हुनसक्छ त्यो राम्रो हुँदैन यस्तो कुराहरू अलिक राम्रै हुँदैन क्या लडिदिइरहेको क्या ओए बबल आएर ओए बिस्कुट हानिसके यार सलाला हिँडी जाने हो हामी होइन झ्याप्पै दिस इज रियल सिट सिनलाई चुप्पा अनि होप सबैजना सन्चै हुन्छ होला होइन म पनि आरामै छु अनि त्यसपछि राम्रोसँग बस्नु स्टे सेफ होइन भन्न त एक होइन हामीले कान नपस्ने किरा चाहिँ भेटाएको हेर्नुहोस् त चट्ट हेर्नुहोस् त यहाँ के रहेछ खोइ साइन्डी के हो सही हो सही हो साथमा छन् त्यही भएर हो हेलो गाइज होइन हामीले पुग्यौँ है यो चमादेवी भनेको चाहिँ होइन अब त्यसो यहाँ चाहिँ पानी पऱ्यो पनि चट्ट लगाएर माथि आएर यसरी बस्ने पनि ठाउँ रहेछ मजाको हाम्रो चाहिँ टेन्टहरू सब बन्यो होइन माथिबाट यो चाहिँ पानी पऱ्यो भने अझै डबल सेफ्टी होस् भनेर राखिदिएको माथिबाट होइन अनि पानी ल्याएन भने चाहिँ यहाँ डुब्छ के भन्छस् पानी ल्याएन भने चाहिँ यहाँ डुब्यो पानी बिना चाहिँ अति यहाँ पानी चाहिँ पाइँदैन यहाँ माथि आएर पानी पाउँछ भनेर अलिकति भयो भयो ल सफल भयो है टेन्सन भएको थियो भइसक्यो तार्कोसँग छ मलाई थाहा नै मामा जोशीसँग भयो त्यहाँ ल मामा ओए हो सयो बोलेछ मामाले चाहिँ खै के गरे म अलि झुके के हो
त्यो धेरै भयो क्या केटा हो धेरै पानी छैन क्या हामीसँग त्यो टेन्सन हो नि त टिकाको लागि चाहिँ हाम्रो लागि चट्ट लाएर होइन खरानी चट्ट बस्नुको सुप यहाँ बन्छ क्या हाम्रो है सबै होइन एउटा यही मेहनतबाटै बनाएको हामीले है पालै यो सबै यस्तो अझै पानी परिरहेको छ यहाँ होइन पानी पर अलिक गाह्रो भएको छ तर ठिक छ कति भएर है पानी पऱ्यो एउटा टेन्ट चाहिँ बनाउनु पऱ्यो हामीले है यहाँ बनाएर पनि के काम भयो त यहाँ बनाएर यहाँ टेन्ट बनाएर के काम भयो त बेलुका लास्ट पानी परेर अलिक गिदी भयो समर टेन्ट रहेछ यो रमाइलो भ्यू आयो बिहान राम्रो भ्यू देख्यो भ्यू चाहिँ एकदम राम्रो आइरहेछ एकदम भ्यूलाई एक आयो आयो लाइफमै लड्यो लाइफमै ओहो ल के भन्नु छ लडिएछ त है मादर चोक ए सरी बोतल जहिले खस्छ ओए बाबु मजा आइरहेछ जे हिजो हामीलाई त्यो बोसोले डह्रो काम गर्यो झन्डै लड्यो यहाँ पनि है केटा हाम्रो केटाहरू धेरै बिहाइन्ड आउँदैछ कहाँ हो ओके नाइस हगाई यो राम्रो हगाई हो मामाजी तपाईँलाई यसमा बधाई हो नेपाली लिखितमा राम्ररी पुछेर आउनु होला एकदम केयरफुल है जुगाले त चुसेको देख्यो भने त फेरि गाह्रो हुन सक्छ त्यो अगाडि अझै कफ हान्दैछ धनी लरमा तेल कसले पकायो भनेर त्यो हुँदैछ धतीमा त हल्दिँदा हो यताउति पिपलहरू अब कस्तो हुन्छ म त आराम छु अलिकति गरिरहेको छु अहिलेको लागि चाहिँ ओइ 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 Gets kick. अलि यस्तो यस्तो चोट लाग्छ है हान्दै लागेको मामा मामा अहिलेसम्म हगाइ आएको छैन ए घाउ परेछ ल मा इको आइरहेको छ माम आयो माथि मुस्कानमा मामा हगाइ सक्यो त